आजको टपिक छ म्यास्लो थ्योरी अफ हायरार्की अफ निड्स। म्यास्लो थ्योरी अफ हायरार्की अफ निड्सले के भन्छ भन्दाखेरि चाहिँ यो सुरुमा कसले डेभलप गरिएको थ्योरी भनेको अब्राहम मास्लोले 1943 चाहिँ यो के गरेको डेभलप गरिएको हो। Maslow hierarchy of theory was developed by Abraham Maslow in 1943. It explained the human beings have different level of needs and these needs motivate their behaviors. According to the Maslow, lower level needs generally become less motivating after they are reasonably satisfied and higher level needs then become important. एउटा निड्स लोअर लेभल निड्सलाई चाहिँ फुलफिल भइसकेपछि मान्छेलाई चाहिँ के हुन्छ, अब हायर लेभल निड्स चाहिँ मोर इम्पोर्टेन्स लाग्छ। अब त्यो बेसिक निड्स हाम्रो पुरा भइसकेपछि चाहिँ मान्छेले त्योभन्दा अघिल्लो स्टेपमा के गर्न जान्छ, उसको डिजायर चाहिँ अर्को लेभलमा जान्छ। मास्लो इज थ्योरी स्टेट द्याट ह्युमन निड्स आर एरेन्ज इन 5 लेभल्स। मास्लोले चाहिँ यो थ्योरीमा चाहिँ 5वटा भागमा चाहिँ के गरेको छ, निड्सहरूको चाहिँ डिभाइड गरेको छ। साइकोलोजिकल निड्स टु द हाइएस्ट निड्स अफ सेल्फ एक्चुअलाइजेसन फ्रम बेसिक भनेको चाहिँ फिजियोलोजिकल निड्स, अनि टु द हाइएस्ट निड्स अफ सेल्फ एक्चुअलाइजेसन भनेको चाहिँ हाइएस्टमा भनेको चाहिँ सेल्फ एक्चुअलाइजेसन। एन्ड दिस निड्स मोटिभेट पिपल एज दे सिक्स टु सेटिस्फाई देम हो। अब्राहम मास्लोले चाहिँ उसको थ्योरीमा के भनेको छ भन्दाखेरि चाहिँ हाम्रो निड्सहरू चाहिँ 5वटा स्टेजमा डिभाइड गरेको हुन्छ। यसरी पिरामिड बनाएको हुन्छ अनि यहाँनिर 1 2 3 4 5 गरेर यहाँ यसरी तल यो भनेको सबैभन्दा यो भनेको बेसिक फिजियोलोजिकल निड्स, यो सेफ्टी निड्स, सोसल एन्ड बिलोङ्गिङनेस, स्टिम्स र सेल्फ एक्चुअलाइजेसन गरेर यसरी पिरामिडमा चाहिँ हामीलाई के गरेको हुन्छ, डिफाइन गरिएको छ हो। 5 लेभल्स यहाँ हामीले देख्न सक्छौँ। फिजियोलोजीमा भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ बेसिक सर्भाइभल, यहाँ भनेको चाहिँ बाँच्नको लागि आवश्यक चाहिने हामीलाई निड्स सबै भनेको चाहिँ फुड, सेल्टर, क्लोथ, जति पनि मान्छेलाई बाँच्नलाई चाहिने आवश्यक निड हुन्छ हो, त्यो भनेको सबैभन्दा बेसिक निड्स हो मान्छेको। त्यसै गरी सेफ्टी निड्स, यसमा के आउँछ भन्दा सेक्युरिटी र प्रोटेक्सन। सोसल बिलोङ्गिङनेस भनेको रिलेसनसिप एन्ड बिलोङ्गिङनेस, स्टिम भनेको रेस्पेक्ट एन्ड रिकग्नाइजेसन, रियलाइजिङ फुल पोटेन्सियल भनेको सेल्फ एक्चुअलाइजेसन हो। त्यसै गरी फिजियोलोजिकल निड्स भनेको दे आर द बेसिक निड्स रिक्वायर्ड फर ह्युमन सर्भाइभल। ह्युमन सर्भाइभलको लागि चाहिँ बेसिक निड्स भनेको चाहिँ फिजियोलोजिकल निड्स हो। इक्जाम्पल्स भनेको घाँस, बाँस, कपास भनिन्छ नि हामीले हो। फुड, क्लोथ, सेल्टर्स, क्लोथिङ, यिनीहरू भनेको चाहिँ के हो, बेसिक निड्स हो। अनि एउटा अर्गनाइजेसनमा भनेको चाहिँ एप्रोप्रिएट सेलरी, वेजेस, वर्किङ आवर, ब्रेक्स, प्रोपर वर्क स्पेस एन्ड बेसिक फेसिलिटी चाहिँ बेसिक यो हाम्रो इन्डिभिजुअल्समा भनेको फुड, क्लोथ, सेल्टर भनेको जस्तै एउटा अर्गनाइजेसनमा भनेको चाहिँ एप्रोप्रिएट सेलरी हुनुपऱ्यो, वेजेस हुनुपऱ्यो, उनीहरूको वर्किङ आवर्सलाई राम्रोसँग बनाइएको हुनुपऱ्यो, त्यहाँ बिचमा ब्रेक दिनुपऱ्यो, अनि वर्क स्पेस पनि प्रोपर हुनुपऱ्यो। यिनीहरू भनेको चाहिँ के हो, एउटा अर्गनाइजेसनको बेसिक फेसिलिटी हो। An employee who does not receive enough salary to meet basic living expenses will mainly be concerned about earning enough money. एउटा इम्प्लोइको चाहिँ बेसिक निड्स पनि फुलफिल भइरहेको छैन त्यो सेलरी भनेदेखि चाहिँ उसले विल मेनली टु कन्सर्न एबाउट अर्निङ इनफ मनी। अब उसको सर्भाइभल निड्सहरू नै उसले फुलफिल गर्न सकेको छैन भने यहाँनिर उसले अर्को निड्समा उसले जानलाई उस्तो सोच्दैन, उसले चाहिँ त्यही बेसिक निड्स चाहिँ फुलफिल गर्नलाई चाहिँ खोज्छ उसले सुरुमा हो। त्यसै गरी अर्को भनेको सेफ्टी निड्स। जब उसले घाँस, बाँस, कपास उसको म्यानेज हुन्छ, उसको राम्रो सेलरी छ, राम्रोसँग पैसा आउँछ र उसको बेसिक निड्स चाहिँ त्यहाँ फुलफिल भयो भने ऊ अब के खोज्न थाल्छ भन्दाखेरि चाहिँ सेफ्टी निड्सतिर जान थाल्छ। उसले आफ्टर दिस फिजियोलोजिकल निड्स आर रिजनेबली सेटिस्फाइड पिपल सिक सेक्युरिटी एन्ड प्रोटेक्सन। मान्छेले चाहिँ के खोज्न थाल्छ, सेक्युरिटी खोज्न थाल्छ, जब सेक्युरिटी, फाइनेन्सियल सेक्युरिटी, सेफ वर्किङ इन्भाइरोमेन्ट, हेल्थ एन्ड सेफ्टी एन्ड स्टेबल इन्कम। अब उसले के खोज्न थाल्छ भन्दाखेरि चाहिँ उसले जब पाए, राम्रो जब पाए, तर अब त्यो जबको पनि उसले के खोज्न थाल्छ, जब सेक्युरिटी खोज्न थाल्छ। लङ टर्म उसले फ्युचर्समा अब पनि त्यो
त्यही काम चाहिँ भइरहोस् भनेर फाइनेन्सियल सेक्युरिटी खोज्छ, सेफ वर्किङ इन्भाइरोमेन्ट खोज्छ उसले, हेल्थ, सेफ्टी एन्ड स्टेबल इन्कम चाहिँ उसले के गर्छ त्यहाँबाट खोज्छ। हो अर्गनाइजेसनमा भनेको स्टेबल इम्प्लोइमेन्ट, सेफ वर्क स्पेस, इन्सुरेन्स, पेन्सन, रिटायरमेन्ट बेनिफिट्स, प्रोटेक्सन फ्रम अनफेयर डिसमिसल हो। अब अर्गनाइजेसनमा इम्प्लोइले के खोज्न थाल्छ भन्दाखेरि चाहिँ एउटा सेफ वर्क प्लेस, इन्सुरेन्स, पेन्सन, रिटायरमेन्ट हुँदाखेरिको बेनिफिटहरू चाहिँ उसले के गर्छ त्यहाँ खोज्न थाल्छ। अ इम्प्लोइ मे प्रिफर अ सेक्युर जब इभन इफ एनदर जब अफर स्लाइटली हायर सेलरी बट इट इज अनसर्टेन। इम्प्लोइले के गर्छ भन्दाखेरि चाहिँ एउटा सेक्युर जबै प्रिफर गर्छ, न कि त्योभन्दा धेरै सेलरी भएको छ तर त्यो सर्टेन छैन, कहिलेसम्म गर्ने हो कहिलेसम्म त्यो छुट्छ भन्ने छैन भने मान्छेले के गर्छ, के प्रिफर गर्छ, सेक्युर जबै चाहिँ के गर्छ प्रिफर गर्छ। हो त्यसै गरी चाहिँ जब उसले के अरे त्यो सेक्युरिटी उसको भयो त्यहाँनिरबाट भने उसले अब के गर्न थाल्छ, सोसल बिलोङ्गिङनेस निड्स उसले के गर्छ त्यहाँनिर खोज्न थाल्छ। सोसल बिलोङ्गिङनेस भनेको चाहिँ ह्युमन बिङ भनेको चाहिँ कस्तो खालको नेचरका हुन्छन् भन्दाखेरि सोसल। उनीहरूलाई चाहिँ अब के चाहिन्छ, उनीहरूले फ्रेन्डसिप खोज्न थाल्छन्, माया खोज्न थाल्छन्, एक्सेप्टेन्स, बिलोङ्गिङनेस। उनीहरू चाहिँ एउटा ग्रुपमा आउन खोज्छन्, टिम वर्क गर्न खोज्छन्, सोसल रिलेसन उनीहरूको राम्रो बनाउन थाल्छन्। हो जब उनीहरूको बेसिक निड्स पुरा हुन्छ उनीहरूले सेक्युरिटी खोज्छन्, सेक्युरिटी खोजिसकेपछि उनीहरूले के गर्छन् अब चाहिँ सबैसँग ग्रुपमा अब फ्रेन्डसिप भयो, लभ, टिम वर्क, सोसल रिलेसनसिपहरूलाई राम्रो बनाउन उनीहरू खोज्छन्। फ्रेन्डली इन अर्गनाइजेसनमा कस्तो हुन्छ भन्दाखेरि चाहिँ फ्रेन्डली रिलेसनसिप विथ कलिग्स, गुड रिलेसनसिप विथ म्यानेजर, टिम वर्क, ग्रुप एक्टिभिटिज एन्ड सपोर्टिभ वर्क इन्भाइरोमेन्ट खोज्न थाल्छ उसले। इम्प्लोइ फिल मोटिभेटेड वेन को वर्कर रेस्पेक्ट देम एन्ड इन्क्लुड देम इन द टिम। अब चाहिँ इम्प्लोइले के गर्छ भन्दाखेरि चाहिँ को वर्कर्स अरू त्यहाँनिर काम गर्ने वर्कर्सहरूले पनि उसलाई रेस्पेक्ट गरून् र उसको टिममा उसलाई इन्क्लुड गरून् भन्ने चाहिँ उसले के गर्छ खोज्न थाल्छ। कि आइडिया भनेको बिलोङ्गिङनेस हो, बिलोङ्गिङ। अनि स्टिम निड्स अब जब उसको त्यहाँनिर त्यो पनि फुलफिल हुन्छ भने चाहिँ फोर्थमा हाम्रो के आउँछ भन्दाखेरि स्टिम निड्स भनेको चाहिँ स्टिम निड्स आर रिलेटेड टु रेस्पेक्ट, रिकग्नाइजेसन, स्ट्याटस, एचिभमेन्ट एन्ड सेल्फ कन्फिडेन्स। स्टिम भनेको चाहिँ अब उसले के गर्छ, उसलाई रेस्पेक्ट दिउन् अरू कसैले, उसलाई चिनुन्, उसको स्ट्याटस होस् सोसल के अरे कम्युनिटीमा, सोसाइटीमा नि एचिभमेन्ट, उसको सेल्फ कन्फिडेन्स त्यहाँनिर के हुन्छ अझै बढेर जान्छ। अनि उनीहरूले के खोज्छन् यतिखेर भन्दाखेरि चाहिँ एउटा रिकग्नाइजेसन, एउटा सोसाइटीमा, एउटा वर्किङ प्लेसमा, अनि प्रमोसन खोज्छन्, एचिभमेन्ट, स्ट्याटस, एप्रिसिएसन, रेस्पोन्सिबिलिटी एन्ड प्रेस्टिज उनीहरूले के गर्छन् यहाँ खोज्न थाल्छन्। त्यसै गरी अर्गनाइजेसनमा के हुन्छ, अब उनीहरूले प्रमोसन खोज्छन्, अवार्ड। अब त्यो अर्गनाइजेसनमा उनीहरूलाई चाहिँ चिनुन्, सबैले चिनुन्, मानुन्, गनुन् भन्ने खालको चाहिँ के आउँछ, त्यस्तो खालको निड्स चाहिँ उनीहरूमा आउँछ। इम्प्लोइ हु रिसिभ इम्प्लोइ अफ द मन्थ अवार्ड फिल रिकग्नाइज एन्ड मोटिभेटेड टु पर्फर्म इभन बेटर। हो अब एउटा इम्प्लोइले चाहिँ इम्प्लोइ अफ द मन्थ अवार्ड पायो त्यो के हो, रिकग्नाइज गर्यो नि त उसलाई एउटा अर्गनाइजेसनले भने। अब उसले के हुन्छ, मोटिभेट हुन्छ अझै के गर्न, पर्फर्मेन्स बेटर गर्नको लागि। हो त्यसै गरी सेल्फ एक्चुअलाइजेसन निड्स। सेल्फ एक्चुअलाइजेसन निड्स भनेको चाहिँ यो चाहिँ सबैभन्दा हाइएस्ट लेभल इन म्यास्लो हायरार्की। सेल्फ एक्चुअलाइजेसन मिन्स रियलाइजिङ वान फुल पोटेन्सियल एन्ड बिकमिङ द बेस्ट वान क्यान बी। अब यो सबैभन्दा सेल्फ एक्चुअलाइजेसन भनेको चाहिँ उसले आफ्नो फुल पोटेन्सियल युज गरेर चाहिँ एकदम धेरै बेस्ट बन्ने खोज्छ। पर्सनल ग्रोथ, क्रिएटिभ एचिभमेन्ट अफ फुल पोटेन्सियल, च्यालेन्जिङ वर्क, लर्निङ न्यू स्किल्स एन्ड सेल्फ डेभलपमेन्टतिर चाहिँ उसले के गर्छ फोकस हुन्छ। यो चाहिँ सबैजना यो सेल्फ एक्चुअलाइजेसन निड्समा चाहिँ पुगेका हुँदैनन्। च्यालेन्जिङ एसेसमेन्ट, करियर डेभलपमेन्ट, क्रिएटिभ इनोभेसन, लर्निङ अपर्च्युनिटी एन्ड अ ग्रेटर एटोनोमी। एन एक्सपिरियन्स इम्प्लोइमेन्ट सिक्स च्यालेन्जिङ प्रोजेक्ट विथ दे क्यान युज क्रिएटिभ एन्ड एबिलिटी। यसमा भनेको चाहिँ उनीहरूको फुल पोटेन्सियल युज गरेका हुन्छन्। हो त्यसै गरी के अरे अब्राहम मास्लोको यो 5वटा निड्सको हायरार्की चाहिँ यसरी एक्सप्लेन गरिएको छ। सुरुमा हामीले थोरै रिभाइज गरौँ। हामीलाई सुरुमा के चाहिन्छ, बेसिक निड्स। जब एउटा मान्छेको बेसिक निड्स फुलफिल हुन्छ अनि मात्रै उसले के गर्छ, सेफ्टीतिर, सेक्युरिटी र प्रोटेक्सन खोज्न थाल्छ। अब उसको जब पनि सेक्युर भयो, उसलाई वर्किङ इन्भाइरोमेन्ट पनि सेफ छ, उसको हेल्थदेखि लिएर उसको सबै थोक त्यहाँनिर सेक्युर भइसकेपछि उसले के गर्छ, अब बिलोङ्गिङनेस
सोसल बिलोङ्गिङनेसतिर जान्छ। उसलाई अब टिम वर्कमा जान अनि फ्रेन्डसिपहरू गर्न सोसल एक्टिभिटीहरूमा ऊ के गर्छ अगाडि बढ्न थाल्छ। उसलाई पनि कसैले माया गरून् फ्रेन्डसिप गरून् भन्नेतिर ऊ जान्छ। अब त्यसै गरी त्यो पनि फुलफिल भइसकेपछि ऊ के गर्छ उसले रेस्पेक्ट रिकगनाइजेसन खोज्न थाल्छ। त्यहाँ भनेको चाहिँ उसलाई पनि कसैले चिनुन् अवार्डहरू के अरे अनि प्रमोसन अब एउटा अर्गनाइजेसनमा उसको प्रमोसन होस् अनि उसको समाज इन्डिभिजुअल्स भने समाजमा स्टार्ट के अरे उसलाई रिकगनाइज गरून् उसको भ्यालु गरून् भन्नेतिर जान्छ। सेल्फ एक्चुअलाइजेसन भनेको चाहिँ रियलाइजिङ उसको उसले फुल पोटेन्सियल उसको के गर्छ युज गर्छ। च्यालेन्जिङ वर्कहरू क्रिएटिभ करियर ग्रोथहरूमा चाहिँ उसले लगाउँछ हो। त्यसै गरी यसको मेन एजम्सन यो एजम्सन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यो थ्योरी चाहिँ बेस्ड भएर यो थ्योरीले चाहिँ यो एज्युम गरेको हुन्छ। यो थ्योरी चाहिँ लागू गर्नलाई यो के गरेको हुन्छ एजम्सन उसले एज्युम गरेको हुन्छ हो। एभ्री इन्डिभिजुअल हेज निड्स। अब मास्लोले के भन्छ एभ्री इन्डिभिजुअल्सको चाहिँ के हुन्छ निड्स हुन्छ भनेर उसले एज्युम गर् यो चाहिँ यो थ्योरीमै मेन एजम्सन भनेको चाहिँ यो थ्योरी नै बेस्ड हुन्छ केमा एजम्सनमा। ह्युमन बिङ्स हेभ सेभरल टाइप्स अफ निड। ह्युमनको चाहिँ एउटै खालको निड्स हुँदैन त हुन्छ त हुँदैन सेभरल खालको के हुन्छ निड्स हुन्छ। निड्स आर एरेन्ज इन हायरार्की। हायरार्कीमा चाहिँ के हुन्छ निड्सहरूलाई एरेन्ज निड्सहरू भने निड्स चाहिँ हायरार्कीमा चाहिँ एरेन्ज हुन्छ भन्छ यो लले। सम निड्स आर फुलफिल एन्ड अदर रिमेन अनफुलफिल। सबै निड्सहरू फुलफिल हुन्छ भन्ने पनि छैन। सम आर फुलफिल एन्ड अदर रिमेन्स अनफुलफिल। एन इन्डिभिजुअल इज मोटिभेटेड मेनली बाई अनफुलफिल निड्स। यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा एउटा इन्डिभिजुअल चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ उसको फुलफिल भइसकेको निड सँग ऊ के हुँदैन ऊ मोटिभेट हुँदैन। जब एउटा निड्स उसको सेटिस्फाई उसको बेसिक निड्स उसलाई अब पाएको थिएन उसले खाना बस्न लाउन उसँग उसलाई एकदम धेरै गाह्रो भइरहेको थियो भने अब उसको निड्स के हुन् अनफुलफिल निड्स के हो त्यो फिजियोलोजिकल फुड क्लोथ सेल्टर्स नै उसको अनफुलफिल निड्स हो। उसलाई मोटिभेट गर्छ काम गर्न बेटर पर्फर्म गर्नलाई अनि उसले जब त्यो बेसिक निड्स उसले एचिभ गर्छ अनि उस अब त्यो बेसिक निड्समा ऊ भाग्न छोड्छ अनि उसकेतिर जान्छ सेक्युरिटीतिर जान्छ। ऊ जहिले पनि इन्डिभिजुअल के हुन्छ मेनली अनफुलफिल निड्स चाहिँ उसको के हुन्छ मोटिभेट हुन्छ। लो लेभल निड्स आर जेनरली सेटिस्फाइड बिफोर हायर निड्स बिकम स्ट्रङ मोटिभेटर्स। जहिले पनि बेसिक निड्स चाहिँ जेनरली सेटिस्फाइड हुन्छ हायर निड्स त्यहाँनिर जानु माथि पुग्नु स्टेप वाइज जाँदाखेरि जहिले पनि लोवर निड्स चाहिँ जेनरली सेटिस्फाइड हुन्छ बिफोर एकैचोटि उसलाई चाहिँ अब उसको खाना बस्न लाउने उसँग पुगिरहेको छैन भने उसले डाइरेक्ट के अरे स्टिमतिर मेरो त्यो मलाई चिनुन् रिकगनाइज गरून् यस्तो गरून् उस्तो गरून् भन्नेतिर उसको ऊ जाँदैन। once lower needs it is reasonably fulfilled higher needs become more important। जब उसको लोअर निड्स चाहिँ फुलफिल हुन्छ भने अब हायर निड्स चाहिँ उसको लागि के हुन्छ मोर इम्पोर्टेन्ट हुन्छ। हायर लेभल निड्स इमर्ज प्रोग्रेसिभली एज लोअर निड्स आर फुलफिल। त्यसै गरी इक्जाम्पल्स राम निड्स इनफ फुड फर इनफ सेलरी फर फुड क्लोथ एन्ड एकोमोडेसन। अब रामले चाहिँ के भयो फिजियोलोजिकल निड्समा भनेको चाहिँ रामले चाहिँ इनफ सेलरी पायो खान बस्न लाउनलाई भने अब उसको स्टेप 2मा के हुन्छ हि वान्ट जब सेक्युरिटी एन्ड सेफ वर्क स्पेस। अब उसको अर्को के हुन्छ निड्स भन्दाखेरि चाहिँ हि वान्ट जब सेक्युरिटी एन्ड सेफ वर्क स्पेस। 3मा भनेको चाहिँ सरी हि वान्ट फ्रेन्डली कोवर्कर एन्ड फिल पार्ट अफ द टिम। ऊ चाहिँ अब ती कोवर्करसँग फ्रेन्डली हुन्छ अनि उनीहरू पार्ट अफ टिम जस्तो उसलाई पार्ट अफ टिम हुन मन लाग्छ। यु वान्ट रिकगनाइजेसन प्रमोसन रेस्पेक्ट्स। अब उसलाई के हुन्छ एउटा प्रमोसन रेस्पेक्ट्सतिर ऊ खोज्न थाल्छ। सेल्फ हि वान्ट्स च्यालेन्जिङ वर्क अपर्च्युनिटी टु डेभलप हिज फुल पोटेन्सियल। उसको फुल पोटेन्सियल युज गर्न उसले च्यालेन्जिङ वर्कहरू अपर्च्युनिटीहरू चाहिँ के गर्छ ग्र्याब गर्छ। इजी मेमोरी ट्रिक्स भनेको पिएसएसइएस पिस भनेर नि साइकोलोजी फिजियोलोजिकल सेफ्टी सोसल स्टेप र सेल्फ एक्चुअलाइजेसन। अनि इक्जाम्स फर्मेटमा भन्दै इफेक्ट मार्क्स लो थियो राइट इन्ट्रोडक्सन डेफिनेसन 5 लेभल एजम्सन वर्क स्पेस इक्जाम्पल र कन्क्लुजन
चाहिँ 10 मार्क्समा आयो भने हामीले यसरी के गर्न सकिन्छ यसरी गर्न सकिन्छ। थ्याङ्क यू फर वाचिङ।